हाई फेरि पनि स्वागत छ। हामी कति भयो कुद्न थालेको? कति भयो कुद्न थालेको हामी? हाम्रो 1 घण्टा भयो। कसले कुराको यो? सौरभ काम छैन है बोकाले। चेताउनु चेतायो यार कुराएर यार। हामी चाहिँ आज सिस्नेरी जाँदैछौँ होइन, रमाइलो गर्नुपर्छ है। यस्तो छ कि ताल हामीलाई कति घन्टा कुरायो। पङ्क्चुअल हुनुपर्छ भने थाहा होइन भने कि किन ढिला गरिस् भन् त? हामी चाहिँ सिस्नेरी जाँदैछौँ होइन। बाटो चाहिँ एकदम राम्रो, क्वाइट इम्प्रेस। बिचमा चाहिँ हल्का नराम्रो थियो, अहिले चाहिँ ठिक छ। पार्टनर सङ्गम है। हामी चाहिँ जस्ट चिल गर्दै गइरहेछौँ होइन, हल्का भिडियो बनाउँदै। अब भ्लगर भन्छ केटाहरूले, केटाहरू आफै भ्लग गर्दैनन्। मोबाइल हुँदै यस्तो छ ताल अब हाम्रोलाई। रमाइलो गर्दै जानु पर्यो। हेलो गर्छौँ ये ल सरले छोडेर हामी रमाइलो गर्छौँ। बाटो हेर न, ताल देखाउ न साथी, मेरो क्यामेराम्यान। ल हेर ल, यस्तो राम्रो छ सिन। ओ यहाँ रिजोर्ट रहेछ। यस्तो राम्रो रिजोर्ट छ। गर्लफ्रेन्डसँग कहाँ पुग्यो त्यो मान्छे? घरमा टक्क लाएर यसरी गइरहेको कालो बादल लगाइरहेको छ। नेपाल एकदम राम्रो छैन, बस एक्सप्लोर गर्ने मान्छे चाहियो। नाइस। सङ्गम कति दोनों भाइ दोनों कवाई। What? Bro, what are you talking about, man? भन्न मैले यार ज्याकेट नलाउने सोचमा थिएँ, भन्न लाइछु यार। मजा आइरहेको छ, क्वाइट इम्प्रेसिभ। हामी सङ्गम र म गाडी आइरहेछ। सङ्गम मजा आइरह। हामी दुइटाले बडा एकदम रमाइलो गरिरहेछ। आउ न यहाँ उभ्याउ न। यस्तो बिजोग ठाउँमा हामीलाई केटाहरूले छोडेर गयो भने त
ल हामी चाहिँ छोडेर आएको छौँ एक चाहिँ कसलाई सौरभ साथीलाई रास्तै गलत काम गरे केटाले। हामी चाहिँ हल्का सिस्नेरी भन्दा हल्का माथि आइसकेका छौँ। हामी बेसी चढ्दैछौँ होइन। मेरो राइडिङ पार्टनर चाहिँ सङ्गम थापा म गर्छु सबै काम भन्छन् जति बेला नि। सायद सिस्नेरी नेचुरल स्विमिङ पुल जाने बाटो चाहिँ त्यो होला। हाम्रो 2-3 जना केटाहरू चाहिँ अगाडि गइसकेको छन्। हामी चाहिँ हल्का अलि ढिला भयो एकजना मान्छेको कारणले। त्यो मान्छे तर आउँदा पनि आएन, तर केही भएन। होपफुल्ली हाम्रो प्लान अनुसार गइरहोस्। होपफुल्ली अब केटाहरूलाई म फोटोसमा देखाउने कोसिस गर्छु। हामीले एकदम रमाइलो गर्नुपर्छ। #पिस। हामी चाहिँ खोलामा आइसकेछौँ। यताबाट माथिबाट चाहिँ हेटौडा जाने रहेछ। हामी त हल्का अगाडि आधी बाटोसम्म त रङ गएर त्यहाँ दाइलो सोधेर फेरि फर्केको। अब यहाँबाट लाग्नुपर्छ। झोलङ्गी पुल छ। सङ्गम भाइलाई अब त्यहाँ पठाउँछु। त्यहाँबाट उयो हामी यसै जानुपर्ने रहेछ। बाटो होइन रहेछ उयो बाटो। भाग्नु पऱ्यो यार यो मान्छेले गर्दा। यो हाम्रो सन्दीप चोर क्लास BBA 5th सेमको सेक्सन C को CR। यस्तो छ हरकत। हुन्छ हल्का अलि अफै अफ रोड पछि बल्ल हल्का अलि पिसफुल ठाउँ आएको छ। एकदम राम्रो पिस भएको। अझै अगाडि जानुपर्ने छ। फाइनल्ली हामी चाहिँ सिस्नेरीको स्विमिङ पुलमा आएका छौँ। हाम्रो केटाहरू ओए सबैजना यी ल सब यहाँ पो भेट भयो त हामी होइन त। लङ टाइम के छ ललित? रमाइलो लाग्यो है। सङ्गम माई बेस्ट राइडर पार्टनर है त। एकदम रमाइलो। सचालक ड्राइभर कहाँ जाने हो? Emotional damage. बेटी किस्मत होगी तेरी बात न माने। मजा आइरहेको छ एकदम। हामी चाहिँ स्विमिङ पुलको फाइनल डेस्टिनेसनमा आइसकेका छौँ। हामी केटाहरू टोटल सबैजना 10 जना छौँ। एकदम रमाइलो भइरहेको छ। We will keep on loving। यहाँ हेर डरने की बात किन म भनाइ मुला नआउने मान्छेलाई चाहिँ कसरी भन्ने हो र? अभी तो पार्टी सुरु हुई है। ल भन के रे? प्लिज यार मलाई सुशान्त डनले बोलाएका छन्। किन रहेछ हजुर? ए आजको हाम्रो स्पोन्सर ललित रमित हो। साथी तिमी हो स्पोन्सर। तिमीलाई आउँछ कि आउँदैन? अहिले देखिहाल्छ भने त्यत्रो पो देखेको। ललित हजुर आजको स्पोन्सर तिमी हो अरे नि त? हो कि तिमी हो स्पोन्सर? सुरेन्द्र आजको हाम्रो स्पोन्सर तिमी हौ? राम्रो छ त बडी त सुरेन्द्रको त। अभी तो पार्टी शुरू हुई है।
माछाहरू ल यो चाहिँ अलि सबैभन्दा गहिरो यहाँ चाहिँ सबैभन्दा गहिरो माथि चाहिँ हल्का अलि सानो सानो छ खेलेर ताकित भयो मजा आयो मुक्तान एक्सपिरियन्स कस्तो थियो मजा आयो ल हाम्रो सबै स्विमिङ पुल सबै सक्यो होइन सुरेन्द्र के छ यसो भनिदेऊ न रमाइलो लाग्यो सुशान्त बडा रमित कस्तो लाग्यो एक्सपिरियन्स ललित कस्तो भयो एकदम रमाइलो सुयोग दामी सङ्गम ल ल मेरो यसरी भिडियो यसरी राखेँ त हाम्रो चाहिँ भर्खर स्विमिङ सक्यो होइन एकदम रमाइलो एकदम फन भयो यस्तो दामी दामी खेल्यो नि म त उल्टी सुल्टी सब यहाँबाट हामी घरतर्फ लाग्छौँ 1:05 भयो अब 1:05 अब निस्केर यसो बाहिरतिर कतितिर खाजासाजा खाने यसो रमाइलो माहौल गर्ने एन्ड वी मिस यु सौरभ सुदीप यो दुईजना मात्र एकदमै मिस गरेर आएको छ के कारणले आउनु पाएन उनीहरू तर नेक्स्ट टाइम विल डेफिनेटली क्याचअप गरिहाल्छौँ एकदम मजा आयो केही भनिदिउ न केही शब्द कस्तो लाग्यो होइन तर लास्ट रमाइलो भयो ल हाम्रो एक्सपिरियन्स कस्तो लाग्यो भनिदिनु पर्यो एकदम रमाइलो थियो होइन हामी चाहिँ यहाँ अब एकदम रमाइलो भयो अब नेक्स्ट टाइम हाम्रो कहाँ हुन्छ डेस्टिनेसन डेस्टिनेसन अब नेक्स्ट टाइम भनेको What? Bro, what are you talking about, man? त्यो होइन अब हामी चाहिँ नगरकोट चाहिँ जाने हाम्रो यो नगरकोट हाम्रो बोर्ड नाइट आउट चाहिँ हामी नगरकोट जान्छौँ त्यसमा पनि त्यसमा चाहिँ हामीले अब यदि हामीसँग Depression. लिएर भने पनि हामी ट्याक्सी बुक गरेर भने हामी चाहिँ नगरकोट चाहिँ 100% जान्छौँ त्यसको लागि चाहिँ अब हामीले साथीहरू अब हाम्रो टोलीहरू त्यो हाम्रो किलो 1 को टोलीहरूले हामी प्रिपरेसन गर्छौँ थ्याङ्क यू है हामी अब खाजा खान्छौँ यसो हिँड्छौँ सब लभ यु गर्छौँ है पिस हाम्रो सरस्वती क्याम्पस के जाऊ 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 ल ल ल ल ल ल जाऊ 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 ओए मुक्तान भाइ ल हाम्रो सकेको छ यात्रा आजलाई हाम्रो केटाहरू सबैजना गइसकेको छ एकदम रमाइलो भयो सङ्गम हाम्रो दुईटा होनार साथीहरू आउँदैछन् चट्ट लाएर हाम्रो सुयोग राइडर को पाइलट चाहिँ हाम्रो युवराज मुक्तान पाइलट सुयोग अति है अति केटाहरूको स्वाद दामी है दामी केटा हो विथ सङ्गम ल गाइजहरू अब हामी यो ठाडो उकालो चढ्नुपर्छ ठाडो उकालो चढ्नुपर्छ त्यो पारी देख्नु भएको हो त्यहाँ हामी जानुपर्छ अब अहिले यहाँ अपलोड है हेरौँ है केटाहरूलाई देखाइदिनु साथी केटाहरू केटा हो के भयो ल यो टोलीले भयो होमस्टेले भन्नु के अरे यहाँको बासिन्दाले भन्नु पर्यो क्या कहाँ खाने हो के गर्ने हो रन्किनी जाम 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 सिधै तौदा जाम
टौडा भेटौँ ल हाम्रो सबैको टौडा भेट्ने प्लान भयो है त ल अर्को स्कुटरले तानेन हौ तालेर नि फेरि यो मान्छेको फेरि गाडी आइरह केटाहरूको स्कुटरले हल्का अलि तानेन राजा एकदम राम्रो मान्छे विथ सङ्गम ल अब पानी पर्न लाग्यो अब सुपरम्यान अल्टिमेट ब्याड मोमेन्ट भएन त हाम्रो अब भिज्यो नि त हामी अरू भन्दा नि यहाँ केटाहरू त दुईजना त अगाडि गइसक्यो क्या अब यहाँ सुयोको स्कुटरले हल्का तार्दैन होइन त्यसको साथी बस्दिउँ भनेर बसेको पानी पनि परिरह्यो क्या यार सियो घरसँगै अब सियो र मुक्तन फेरि एक्लै हुन्छ क्या फेरि हामी गयौँ भने नला पुरौँ न यहाँ ओत्तिने ठाउँ पनि एकदम राम्रो रहेछ यार मलाई मन पर्यो खानेकुरा ब्यागमा लिएर आएको कस्तो मजा आउँथ्यो होला त अल्टी यस्तो साइकल ओए यता आऊ बिचरा केटाहरूको स्कुटरले तान्दै नतानेर कुरेको यार हामी त केटाहरू यार कहाँ एक्लै छोड्ने त तिमीहरूलाई यार पिटो नि है मा कसम सियो कस्तो लागेर चाहिँ एक्सपिरियन्स हुँदैन यता हेर न तर मा केही किने छैनौ खानेकुरा अति रमाइलो हुन्छ नि किनेको भए भोक लाग्यो यहाँ कस्तो यार हाम्रो टक्क दुईटा स्कुटर ओहो डियो र एन्टर कसले सक्ने कोही छ त हामी आएर कुरेको तिमीहरूलाई पनि तान्न पर्छ भनेर केटाहरूको स्कुटर ताने होइन आरामले जाऊँ भनेको के गर्नु एकैछिन रोक्छ नि ओए छाडा नबोला न यार ए भ्लग हान्दैछु यार एकैछिन हामी यो टिप्परको पछाडि बसेको क्या मुला तातो हावा फाल्नु रहेछ नि पुरा बसिरहेको थियो जा 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 भन्छ कि टिप्परले चाहिँ फेरि रमाइलो भयो यार है मेमोरी हुन्छ नि साथी यार यस्तो यार अनि मलाई त्यहाँ गएको बेला मेरो त त्यो खाल्टोमा जुत्ता ड्याममा बसिदियो नि अघि त्यहाँ कम भयो मेरो जुत्ता यार भर्खर पानी परेर पानी रोकेर हामी चाहिँ यसो टक्क डाँडो त यतापट्टि बादल आइरहेको थियो यसो बादलको भिडियो खिचौँ न भनेर आएको फेरि तल झरेको बादल जति सबै पारी गइसकेछ पानीले नराम्ररी पिटो पिट्न त सँगम फोटो खिच्ने होइन ल खिचौँला नि त कहाँ बसेर खिच्छौ कस्तो राम्रो छ ओ राम्रो देखाएको छ यार ल बस ल केटा भुट्टा भन्छ नि होइन मकै हामीले त मकै नै भन्छौँ हेर न के भने होला यहाँ सब सुन्ने नि मैले र हाल्ने भनेको हाल्छु मैले त मैले हेर हेर्दाखेरि म त हालिदिन्छु बाल भनेको रमित लिएर मैले फर्स्ट बाइट हान्नुपर्छ तातो है हान्नुपर्छ है साथी खै कुन हो ज्ञान त अब जाडो भए भिज्या पुरै होइन म त देखेको छु नि दाजु मैले भ्लग हाल्ने कि नहाल्ने दामी है हाम्रो दिदीले दामी बनाएर दिनुभयो मकै भुट्दै हुनुहुन्छ डिप्रेसन मकै पनि खानुपर्छ फेरि ल खाऊ हेर त सुरेन्द्रले त पैसा वसुल गर्दो रहेछ मान्छे चाहिँ खतरा है
एउटा हाम्रो एउटा एउटा खानु के एउटा गरेर खाऊ न नखानु यो चिकन रोड साइडमा बसेर यसरी मकै खान र उ गर्न कति स्वादिष्ट हुने रहेछ है हुन्न यतै भएन ल खाऊ त तिमी मुला मिठो भएन अरे ल हामी त ल गर्लफ्रेन्डसँग बोल्दैछ है रमित चाहिँ भ्लगमा हालिदिन्छु म त बाल हो र केटाको हो मुला हामी चिन्दैन नि फेरि। ल हामी चाहिँ सिममा खाँदैछौँ सबैजनाले एकदम जिस्काएर भनेको साथीसँग बोलेको ल यहाँ देख स्वाद लिली सबैले रमायो ल मेरो नि ल अब हामी यहाँबाट चेत्तिन्छौँ सबैजना होइन यहीँबाट चेत्तिने होइन ल ओए अब हामी यहाँबाट च्यात्तिने ल भाइ ल सुरेन्द्र ल ल केटा हामी यहीँबाट चेत्तिने हामी ल ल तिम्रो ल ल केमा जान्छौ तिमी भिजा छ यसलाई सफा गर्ने अनि चल्दिने अब मैले चाहिँ यो मान्छेलाई लानु पर्छ अरे तेल हालिदिनु पर्छ है मलाई हस् रे यस्तो साथी कहाँ पाउँछ हो तेल हेलो समातेर यतिकै समातेर ए रोएर हेलमेट ल्याऊ ए हामी बस्ने होइन ल यस्तै यस्तै हाम्रो त यहाँदेखि त्यही जानु नजिकै छ के हामी यतैदेखि जाऊँ न त ल त्यही सामान त छुटेन नि